ल गाइज हामीले चाहिँ यस्तो टायर सायर पङ्चर भएर होइन यस्तो सुनसान जङ्गलमा यसरी बसिरहेको थियौँ यहाँ। यस्तो छ यो जङ्गल। यस्तो जङ्गलभित्र हामी टायर पङ्चर भएर बसिरहेको थियौँ यस्तो गरेर कि पड्केर मान्छे यहाँ यस्तो मान्छे कहाँबाट आइपुगेको यहाँ दाइ आइपुगेछ यहाँ। कहाँबाट आएको दाइ तपाईँ? उहाँ चाहिँ यहाँ अब यो जङ्गलभित्र डर लागेर यहाँ गाडी भएको ठाउँमै बसेको अहिले। मेरो त सातु गइदिने एकचोटि त सिधै आएर बोल्दाखेरि त। सुनसान जङ्गल छ यहाँबाट आधा किलोमिटर माथि जङ्गल छ, वहाँ आधा किलोमिटर माथि छ। तपाईँ यहाँसम्म आउनु कति टाइम लाग्यो दाइ? आधा घन्टा लाग्यो जङ्गल जङ्गल है। यहाँबाट लाग्छ फेरि उता आधै घन्टा। यस्तो जङ्गलमा हिँड्यो भने त बाघले खान्छ र यार। हामी सुतिसक्यो तपाईँले गरेर हामी पनि सुत्नु पाने हो नि त नि। भुता चाहिँ क्या भने मैले त अगाडि त फुत्त दिएको हेर्दा हो भनेको सिधै आएर ब्याटो सोध्छ अनि मेरो त सातो उड्यो। सिधै आएर कति बज्यो दा आइदियो क्या अब तपाईँले त हाँस उठ्यो। हाँस उठ्ने कुरो छ है। आँखा चाहिँ देख्छ तिम्रो? खै त्यो आँखा चाहिँ के भएको? देख्छ। आँखा सुनिने गरी लडेछ अनि लडेको कुटै खाएको हो। लडे के धसारेको। खोइ टोपी खोलाउ त। धसारेको रहेछ धसारेको। जहाँ लोत खाछ अनि यार। नागरी त छ आफ्नो? छैन। त्यो झोलामा के छ? लुगा औषधि छ।